नमस्ते, म डाक्टर राजेन्द्र नेपाली, वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ र मेरो कार्यक्षेत्र पोखरा नाक कान घाँटी अस्पताल सृजना चोक। आजको जिज्ञासा छ, कानबाट पानी बग्ने के खालको रोग हो? कानमा इन्फेक्सन हुँदा, जस्तै फंगस इन्फेक्सन र ब्याक्टेरियल इन्फेक्सन, हामी कानको नलीमा पाक्यो भने पनि त्यहाँबाट पानी बग्न सक्छ। कानको नलीमा पाक्दा ब्याक्टेरियल होस् अथवा फंगस होस्, दुईटै अवस्थामा पानी बग्न सक्छ। कहिलेकाहीँ फंगस इन्फेक्सन भएको बेलामा जुन क्लियर खालको पानी बग्छ, तर त्यो पानी बग्दा कानबाट निस्केर गालामा गएर बस्यो भने त्यहाँनेर पनि त्यसले इन्फेक्सन गराउँछ, रातो भएर जान्छ, बाहिर पनि चिलाउँछ, सुन्निन्छ, साथै कानको लोती भन्छौँ त्यो पनि सुन्निएर जान्छ। यो फंगल इन्फेक्सनको कारणले गर्दा पानी बग्छ। अर्को ब्याक्टेरियल इन्फेक्सन हुँदाखेरि पनि पानी बग्न सक्छ। त्यसमा हामी धेरै अलि ध्यान दिनुपर्ने के छ भने, उमेर पुगेका अथवा डायबिटिज भएका मान्छेहरूको कान पाक्यो र पानी बग्यो भने कहिलेकाहीँ त्यो समस्या जटिल भएर जान सक्छ। कहिलेकाहीँ के हुन्छ भने कानको नलीको छाला पुरै कुहिएर जान सक्छ र जसले गर्दा उपचार गर्न गाह्रो, साथै अपरेसन गरेर अरू समस्या निकाल्न सकिने सम्भावना हुन्छ। त्यसैले सुगर लागेको बिरामीहरूको कान पाक्यो भने अलि सतर्क रहनुपर्छ। अर्को समस्या के छ त, कानभित्र जालीभन्दा भित्र पाक्यो भने पनि धेरैजसो बिरामीहरू आउनुहुन्छ म कहाँ, कान बिहायो भनेर पनि एउटा बोल्नुहुन्छ। त्यो भनेको के हो भने, कानको जालीभन्दा भित्र पाक्छ र जालीमा पुवाल पारेर पानी बग्छ, हो त्यो अवस्थालाई कान बिहायो भनेर भन्छन् र हामी यसलाई ओटाइटिस मिडिया भन्छौँ। यसमा पनि कानबाट पानी बग्छ। र अर्को इम्पोर्टेन्ट कुरा के छ भने, कहिलेकाहीँ कानबाट क्लियर तरल पदार्थ बगिराख्छ तर चिलाउँदैन, दुख्दैन, हैन भने, र कहिलेकाहीँ कस्तो हुन्छ भने एक्सिडेन्टको हिस्ट्री छ, त्यो मान्छे कुनै रोड ट्राफिक एक्सिडेन्टमा परेको र टाउकोमा चोट लागेको छ भने कहिलेकाहीँ टाउकोभित्रको पानी कानतिरबाट बाहिर चुइने समस्या पनि निस्कन सक्छ। विश्वसनीय सेवाको लागि एकपटक पुग्नै पर्ने ठाउँ पोखरा नाक कान घाँटी हस्पिटल प्रणाली, सृजना चोक 8, टिका भवन पोखरा। फोन नम्बर 061 571 261 98 461 067 19।